नेपाल परिमिति शिक्षासँग सम्बन्धित विशिष्ट व्यक्तिहरू, शिक्षकहरू, विद्यार्थीहरू र अन्य आमन्त्रित महानुभावहरू, सबैभन्दा अगाडि त यो परिमिति शिक्षा सञ्चालन भएको जुन यो स्वर्ण महोत्सव छ, 50 वर्ष पूरा गरेको उपलक्ष्यमा जुन कार्यक्रम यो बौद्ध महिला संघले आयोजना गर्यो, त्यसको निम्ति उहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। र यही अवसरमा 2020 सालमा नै यस्तो किसिमको शिक्षा एकदम आवश्यक छ भनेर यसतर्फ पाइला चाल्नुहुने श्रद्धेय भिक्षु बुद्ध घोष महास्थवीर, त्रिशूलिका धर्मरत्न शाक्य र सुशीला गुरुमाज्यूहरूप्रति श्रद्धासुमन अर्पण गर्दै हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्न चाहन्छु। अब मलाई दिएको जुन 5 मिनट समय हो, त्यसभित्र नै म आफ्नो भनाइ समाप्त पार्ने कोसिस गर्दछु। अब हाम्रो बौद्ध शिक्षा अन्य विश्वविद्यालयहरूमा पनि हेर्यो भने 2 प्रकारको शिक्षा सँगसँगै दिएको चाहिँ हामीले पाउँछौँ। एउटा शिक्षा हो जसलाई कि हामीले एउटा एकाडेमिक डिग्री भनेर भन्छौँ, एकाडेमिक कार्यक्रम, र अर्को शिक्षा हो परम्परागत बौद्ध शिक्षा। र नेपालमा परम्परागत बौद्ध शिक्षा त धेरै अगाडिदेखि थियो। जस्तै अब गुम्बा शिक्षा, यसले त धेरै व्यापकता लिइ पनि सकेको छ र यस्तै किसिमबाट 50 वर्ष अगाडिदेखि चलिएको यो परिमिति शिक्षा भयो। र यस्तै किसिमबाट वज्रयानी शिक्षाको पनि कुरा गर्नु पर्दा यसले एउटा नियमित रूपमा त अगाडि जान सकेको मलाई लागेको छैन, तर अनौपचारिक रूपमा भए पनि वज्रयानी जुन परम्परागत शिक्षा पनि हाम्रो देशमा विद्यमान अवश्य पनि छ। र यो लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भइसकेपछि यसका उद्देश्यहरूमा एउटा त जुन आधुनिक प्रकारको एकाडेमिक डिग्रीहरूलाई सञ्चालन गर्ने भनेदेखि अर्कोतर्फ परम्परागत बौद्ध शिक्षालाई पनि सम्बन्धन दिएर यसको चाहिँ सम्वर्धन गर्ने, यो 2वटा डिस्टिङ्क्ट उद्देश्य लुम्बिनी बौद्ध विश्वविद्यालयको छ। यसै कारण विश्वविद्यालयको नियममा नै हामीले जुन यो परम्परागत बौद्ध शिक्षालाई कसरी अगाडि लैजान सकिन्छ त्यसलाई चाहिँ त्यसको नीति हो, त्यसको कार्यक्रम हो, त्यसको कार्यान्वयन पक्षमा विश्वविद्यालयको कार्यकारी परिषदले आवश्यक निर्णय लिने र आवश्यक व्यवस्था गर्ने भन्ने हाम्रो विश्वविद्यालयको नियमै छ। तर अहिलेसम्म यो परम्परागत बौद्ध शिक्षामा विश्वविद्यालयले त्यतिको हात हाल्न सकेको छैन, किनभनेदेखि विश्वविद्यालय स्थापना भइसकेपछि यसको सबैभन्दा पहिलो काम भनेको एकाडेमिक डिग्री नै हो, एकाडेमिक कार्यक्रम नै हो। यसकारण एकाडेमिक कार्यक्रममा हामी लाग्यौँ यो 4 वर्ष। सबैभन्दा अगाडि हामीले पीएचडी को कार्यक्रम सञ्चालन गर्यौं। 2 जना व्यक्तिहरूले हालसम्म बौद्ध अध्ययनमा पीएचडी समाप्त गरेर डिग्री पनि लिइसकेका छन्। भनेदेखि 70 जना जति विद्यार्थीहरूले बौद्ध धर्म, दर्शन र संस्कृतिका विभिन्न विषयहरूमा पीएचडी गरेर आएका छन्। यस्तै किसिमबाट बौद्ध दर्शन र संस्कृतिसँग सम्बन्धित विभिन्न 5वटा डिग्रीहरू स्थापना गरेर 5वटा क्याम्पसमा मास्टर्स लेभलका ती एकाडेमिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। र यही वर्षदेखि 2070 देखि लुम्बिनीमा विश्वविद्यालयको नवनिर्मित भवनमा मास्टर्स लेभलको बौद्ध अध्ययनको हाम्रो आङ्गिक क्याम्पसको रूपमा सञ्चालन भइरहेको छ। र यसरी आङ्गिक जुन यो एकाडेमिक कार्यक्रममा हामीले यति काम गरिसकेपछि अब केही महिना अगाडिदेखि हामीले यो परम्परागत बौद्ध शिक्षालाई कसरी अगाडि लैजान सकिन्छ त्यसप्रति चाहिँ हाम्रो ध्यान गएको छ। र त्यही सम्बन्धमा एउटा विशेष प्रकारको फ्याकल्टी बोर्ड पनि गठन भइसकेको छ। र त्यो फ्याकल्टी बोर्डमा गुम्बा एजुकेसनको निमित्त
नेपाल बौद्ध महासंघका महासचिव, यस्तै किसिमबाट परियति शिक्षालाई अगाडि बढाउनुको निमित्त अखिल नेपाल भिक्षु संघका महासचिव र बज्रयानी शिक्षा परम्परागत बज्रयानी शिक्षालाई अगाडि बढाउनुको निमित्त त्यस्तै एकजना व्यक्ति डाक्टर कविन्द्र बज्राचार्यलाई हामीले त्यसमा राखेर हामी सल्लाह गर्दैछौँ र मलाई लाग्छ यहाँहरू सबैको सहयोगबाट यी तीनैवटा जुन परम्परागत बौद्ध शिक्षा छ नेपालमा अनौपचारिक रूपमा चलिरहेको यसलाई चाहिँ हामीले अब औपचारिक रूपमा नै सञ्चालन गर्न सक्नेछौँ भन्ने चाहिँ मलाई विश्वास छ। अब यसमा अरू धेरै कुरा नगरिकन ज्यादै छोटो समयमा म दुईवटा कुरा मात्रै भन्न चाहन्छु। पहिलो कुरा चाहिँ के भनेदेखि जुनसुकै शिक्षा होस्, चाहे त्यो परम्परागत बौद्ध शिक्षा होस् या एकाडेमिक डिग्री हो, त्यसको निमित्त के हुन्छ भने एउटा रिकग्निसन जेको लागि पनि आवश्यक हुन्छ। यदि चाहिँ कुनै कुराको रिकग्निसन भएन भनेदेखि त्यसले ज्यादै जतिसुकै राम्रो शिक्षा दिए पनि, त्यसका उत्पादन जतिसुकै राम्रो भए तापनि त्यसले चाहिँ व्यवहारमा एउटा चाहिँ इम्प्लिमेन्टेसन आस्पेक्टमा जाँदाखेरि उसलाई धेरै कठिनाइको चाहिँ सामना गर्नुपर्ने हुन्छ। यसकारण सबैभन्दा पहिलो कुरा के भने यी परम्परागत बौद्ध शिक्षा जस अन्तर्गत अब परियति पनि पर्छ, यसको निमित्त चाहिँ एउटा रिकग्निसन कसरी गराउने, यसको रिकग्निसन गराउने प्रक्रिया के हो, त्यसतर्फ चाहिँ हामीले सबैभन्दा अगाडि चाहिँ विचार गर्नुपर्छ। र त्यसमा अघि भर्खर हाम्रो निगुरोध भन्नेले भन्नुभयो कि चाहिँ हामीले स्कुल धार्मिक स्कुलहरू पनि खोल्ने जस्तो जुन उहाँले कुरा गर्नुभयो। अब त्यस्ता स्कुलहरू खोलिए त ज्यादै राम्रो हुन्छ, त्यसमा मैले अन्यथा भन्नु खोजेको होइन। तर मेरो एउटै मात्र कुरा के हो भने हामी धेरै महत्वाकांक्षी पनि हुनु हुँदैन। यदि अब मेरो व्यक्तिगत विचार यहाँनिर भन्ने हो भने जुन हाई स्कुल लेभलमा अहिले जुन परियति शिक्षा हामी दिइरहेका छौँ, एक किसिमको अनौपचारिक पाठ्यक्रम भित्र नपर्ने किसिमको, त्यसलाई नै हामीले अलिकति चाहिँ सशक्त रूपमा लग्न सक्यो भने त्यही नै चाहिँ एउटा पर्याप्त हुन्छ। र त्यसको साथसाथै एसएलसी अन्तर्गतको एउटा पेपरमा कम्तीमा पनि परियति शिक्षाका केही मूलभूत कुराहरूलाई हामीले राख्न सक्यौँ भनेदेखि त्यो हाम्रो निमित्त एउटा ठुलो उपलब्धि हुन्छ। र यसमा एसएलसीका पेपरहरूमा एउटा पेपर छ जसलाई कि हामी सोसियल स्टडिज भनेर भन्छौँ। र त्यो सोसियल स्टडिजमा केही कम्पोनेन्ट्सहरू, केही च्याप्टर्सहरू यदि परियति शिक्षाका चाहिँ त्यहाँ राख्न सक्यो र सबै विद्यार्थीले त्यो पढ्न पायो भनेदेखि परियति शिक्षाको एउटा प्राइमरी स्वरूप विद्यालयमा त्यही नै हुन जान्छ। यसकारण मेरो एउटा अनुरोध के भनेदेखि धेरै महत्वाकांक्षी नभइकन कमसेकम एसएलसीसम्म हामी मेन स्ट्रिममा गएर एसएलसीलाई हामीले एउटा चाहिँ मिनिमम क्वालिफिकेसनको रूपमा डेभलप गरेर त्यसपछि यो परियति शिक्षालाई हामीले चाहिँ विकास गर्न सक्यौँ भनेदेखि हामीलाई धेरै सजिलो हुन्छ, हाम्रो प्रक्रिया चाहिँ धेरै अगाडि बढ्छ। र यसपछि अब एसएलसी पछि जुन परियति शिक्षाको हामी कल्पना गरेका छौँ त्यसमा +2 पर्छ, अनि ब्याचलर्स पर्छ, अनि मास्टर्स पर्छ। र केही समयको लागि, केही वर्षसम्मको लागि विश्वविद्यालय अन्तर्गत पनि +2 को कक्षाहरू सञ्चालन गर्न सकिन्छ। तर पछि गएर त्यो 2 वर्षको जुन कार्यक्रम हो पछि गएर +2 अन्तर्गत नै सञ्चालन गर्नुपर्ने हुन्छ। र वस्तुतः विश्वविद्यालय अन्तर्गत रहने यो परियति शिक्षा भनेको के हो भने ब्याचलर्स र एमए हो। यसकारण अब यो ब्याचलर्स र एमएमा पनि एउटा रिकग्निसनको निमित्त सजिलो हुने गरी एउटै मात्र म कुरा यहाँले के अनुरोध गर्न चाहन्छु भने यहाँहरूको आजको दिउँसोको सत्रमा यहाँहरूले त्यो छलफल गर्नु होला कि ब्याचलर्स लेभलमा कमसेकम एक पेपर अङ्ग्रेजी चाहिँ हुनैपर्छ। किनभनेदेखि बाहिरका विश्वविद्यालयहरूलाई हामीले एउटा स्तर निर्धारण गर्दाखेरि हामी सबैभन्दा अगाडि नै के हेर्छौँ भने ब्याचलर्स लेभलमा उनले अङ्ग्रेजी पढेको छ कि छैन। यसकारण कम्तीमा एक पेपर ब्याचलर्समा अङ्ग्रेजी हुनैपर्छ। र त्योदेखि बाहेक परियति शिक्षालाई चाहिँ सहायक हुने गरेर एलाइड सब्जेक्ट्सहरू, केही एलाइड सब्जेक्ट्सहरू पनि त्यहाँनिर हुनुपर्छ। यो बारेमा पनि आज दिउँसो हुने यहाँहरूको छलफलमा यो कुराहरूमा पनि अलिकति विचार गरिदिनु होला, म त्यही रिक्वेस्ट गर्छु। र अन्तमा
यो लुम्बिनी बौद्ध विश्वविद्यालयको दुईवटा उद्देश्य भनेको एउटा एकाडेमिक कार्यक्रम र अर्को चाहिँ परम्परागत बौद्ध शिक्षालाई अगाडि लैजानु हो र अब मेरो कार्यकाल सकिसकेको छ र अब नयाँ आउने नेतृत्वले यसबारे अवश्य विचार गर्नेछ। त्यो बारेमा चाहिँ म विश्वास पनि यहाँहरूलाई दिलाउन सक्छु, किनभनेदेखि हाम्रो नियम ऐनमै त्यो उल्लेख भएको कुरालाई चाहिँ हामीले जसरी भए पनि निरन्तरता त दिनै पर्छ र यसबारे यहाँहरूले पनि अलिकति राम्रोसँग प्रक्रियागत रूपमा छलफल गरेर केही ठोस सुझावहरू यहाँहरूले दिनुभयो भने यो कार्यक्रमलाई सञ्चालन गर्न विश्वविद्यालयलाई धेरै सजिलो हुनेछ र यहाँहरूको आजको यो कार्यक्रम सफल होस्, यसले चाहिँ एउटा नयाँ दिशा पाओस्, यही नै शुभकामना म व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। पर्यटन शिक्षाको अनुभव।